कम्पिटिसन भन्दा बेटर कोलाब्रेसन चुज गर्नुहोस्। आफ्नो इगोको लागि वार भन्दा बेटर सोल्युसन चुज गर्नुहोस्। किनकि जब इगो आउँछ, इगो बिचमा आउँछ नि, इन्टेलिजेन्सले पनि काम गर्न छोड्छ। यही पाठ सिकाउँछ हामीलाई भगवत गीताको पहिलो श्लोकले। धर्मक्षेत्र कुरुक्षेत्रे समवेता युयोत्सव मामका पाण्डवश्चैव किम कुर्वत सय। मामका पाण्डवश्चैव, मामका पाण्डव, मेरो पाण्डवको, मेरो तेरो, मेरो तेरोले चाहिँ एउटा समस्या मात्र निम्त्याउँदैन, मेरो र तेरोले गर्दाखेरि चाहिँ युद्ध पनि निम्त्याउँछ। त्यो चाहिँ हामीले चाहिँ हेरिसक्यौँ। महाराज धृतराष्ट्रले यो वारलाई, यो युद्धलाई चाहिँ कोलाब्रेसन, कम्पिटिसनको बदलामा कोलाब्रेसन चुज गरेर चाहिँ सोल्युसन निकाल्न सक्नुहुन्थ्यो होइन। किनकि 5 पाण्डवहरू त्यति झगडालु पनि थिएनन्। कौरव र पाण्डवमा के फरक थियो भन्दाखेरि कौरव दुर्योधनहरू चाहिँ आफ्नो दम्भले राज्य चलाउन चाहन्थे र तपाईँको युधिष्ठिर 5 पाण्डवहरूले चाहिँ आफ्नो कार्यकौशलताले चाहिँ राज्य चलाउँथे। र कार्यकौशलताले चलाएको भएर चाहिँ त्यो साम्राज्य चाहिँ भोलि चाहिँ एकदम झन्झन बढ्दै जान्थ्यो, ठुल्ठुलो हुन्थ्यो, प्रफिट हुन्थ्यो होइन। र त्यो प्रफिटलाई चाहिँ ल प्रफिट चाहिँ दुर्योधनलाई पनि देऊ है भनेर चाहिँ यसरी भनेको भए होइन, यसरी भनेको भए वार पनि हुँदैन थियो र प्रब्लमको सोल्युसन पनि हुन्थ्यो, 100 जना छोरा पनि मारिँदैन थियो। यति सिम्पल थियो। तर उहाँले चाहिँ कोलाब्रेसनको सट्टामा कम्पिटिसन चुज गर्नुभयो, वार चुज गर्नुभयो। हो, यो कुरा चाहिँ हामीले सिक्नुपर्छ कि हामीले यस्तो गर्नु हुँदैन होइन। जस्तै तपाईँले इक्जाम्पल हेर्नुहोस्, अहिले मैले जल्दो बल्दो इक्जाम्पल भनेको दुबई, युएई का देशहरू हेर्नुहोस्। उहाँहरूसँग साम्राज्य छ, तर त्यसलाई डेभलप गर्नको लागि चाहिँ उहाँले चारैतिरबाट म्यान पावरहरू हायर गरेर होइन, कोसँग पैसा छ, कोसँग इन्टेलिजेन्स छ, चारैतिरबाट हायर गरेर अहिले युएई का कन्ट्रीहरू कति माथि उठिरहेका छन्। र जति प्रफिट आउँछ, प्रफिट चाहिँ उनीहरूले पनि राख्छन् र त्यो प्रफिटबाट इन्जोय गर्छन् होइन। त्यसै गरी अब यसलाई एक्सनमा हाम्रो प्र्याक्टिकल लाइफमा कसरी युज गर्ने त भगवत गीतालाई भन्दाखेरि हेर्नुहोस्, यस्तो समस्या हाम्रो लाइफमा पनि आइरहेको हुन्छ होइन। अब हाम्रो हेरिडिटरी कुनै बिजनेसहरू हुन्छ, त्यो बिजनेसलाई चाहिँ मान्छेले के गर्छन् भन्दाखेरि आधा आधा बाँटेर होइन, आफू कम्पिटिटर नभए पनि होइन, क्यापेसिटी नभए पनि आधा आधा बाँटेर, आधा यसले चलाउने आधा उसले चलाउने, र त्यसपछि तपाईँको दुवै बिजनेस चाहिँ के सत्यानाश होइन, गेम ओभर गरिदिने चाहिँ नै भइरहेको हुन्छ। तर यस्तो गर्नुको सट्टामा सेयर होल्डिङ राखिराख्ने होइन, दुवैको सेयर होल्डिङ राख्ने, एउटा कम्पिटिटिभ म्यान पावर चाहिँ लिएर आउने र त्यहाँबाट प्रफिट हुन्छ, त्यो प्रफिट दुवैले बाँड्ने होइन। यसरी चाहिँ समझदारीमा कोलाब्रेसन, कम्पिटिसनको सट्टामा कोलाब्रेसन गर्न सक्यौँ भने चाहिँ विन विन सिचुएसन हुनसक्छ र विन विन सिचुएसनबाट हामी सबैजनाको भलाइ हुनसक्छ र कसैलाई पनि नराम्रो हुँदैन, दुवैलाई राम्रो हुनसक्छ। सो गीता इज नट जस्ट अ बुक, गीता इज फर एक्सन, गीता इज फर एक्सन। हामीले प्र्याक्टिकल लाइफमा उतार्न सक्छौँ। हरे कृष्ण।